टक्क केटाहरू यहाँ गएकोबाट फर्किसकेका छन् किताब पढेर। फाइनली हिउँ परेर यहाँ एकदम बुझ्छ सेन्से हो आयो। 3 GB ल्याएर आउनेलाई मात्र वेलकम छ, बाँकीहरू कहाँमा उता आएको छ। रुल एन्ड रेगुलेसनहरू चाहिँ अलिक कडा छ होइन, तर ठिकै छ, त्यस्तो नराम्रो छैन। त्यतिको रुल एन्ड रेगुलेसनहरू हुनु पनि पर्छ। पानी, चिसो पानी सबै व्यवस्था हुन्छ यसरी। अनि हाम्रो स्कुलले गएको भन्छ, यहाँ स्कुलले दिएको होस्टेल चाहिँ टक्क जस्तो हुन्छ होइन। यहाँको होस्टेल टक्क रुम चाहिँ सानो हुन्छ जापानको। टक्क अब यो खाट चाहिँ दिएको हुँदैन होइन, भुइँमै सुत्नुपर्ने हुन्छ। तर हाम्रो यहाँ आएर चाहिँ मैले त यस्तो जुस यो चाहिँ यो हावा भरेर फुलाएर राख्ने बेड हो। अनि साथीको चाहिँ अनि यो फलामको बेड अनि आएर ल्यायो। यो चाहिँ बेड चाहिँ आफै किन्नुपर्छ। रुम चाहिँ जस सानो हुन्छ, फ्रिज अनि ग्यासहरू चाहिँ यहीँ दिएको हुन्छ। अनि त्यो ओभन चाहिँ मैले यहीँ आएर किने हो। अनि अब सानो हुन्छ टक्क अब चट्ट। अनि यो बाथरुम पनि टक्क यहीँ हुन्छ सबै चिज। ओफ्रो पनि हुन्छ है टक्क यहाँ, पुरै भरेर तातो पानी चिसो पानी सबै व्यवस्था हुन्छ यसरी। तातो पानी चिसो पानी सबै आउँछ। रुम चाहिँ जो सानो हुन्छ तर एकदम राम्रो हुन्छ है, तर सब चिजको व्यवस्था हुन्छ। जाडोमा अलिकति पनि हावा छिर्दैन, यस्तो किसिमले बनाएको हुन्छ रुमहरू। एसी पनि हुन्छ अनि जस ठिकै हुन्छ। रुम चाहिँ राम्रो छ। हाम्रो होस्टेल हेरेर चाहिँ फरक खालको रुम हुन्छ, तर अब लकली हामी बस्ने रुम चाहिँ बवाल छ। अनि आज चाहिँ क्योतोमा हिउँ पर्न सुरु भइसकेको छ, तपाईँहरूलाई म देखाउँछु ल। फाइनली हिउँ परेर यहाँ एकदम डेन्जर भइसक्यो क्योतोमा। अब भिडियो आउँछ चाँडै ल। ए पुरै यस्तै उयो गर हिउँ परेको छ। छोड भिडियो बनाउँदैछु म। भिडियो क्लासमा हिउँ पर्छ, जापानमा हिउँ पऱ्यो केटा बुझ्छ सेन्से हो आयो। चिसो एकदम बढिसकेको छ जापानमा। हात हेर्नु चिसोले एकदम गाह्रो छ होइन। टक्क केटाहरू यहाँ गएकोबाट फर्किसकेका छन् किताब पढेर ल। चट्ट अब जापानमा हामी चिल हान्दै। आजको टेम्परेचर चाहिँ -6 डिग्री छ हो। भर्खर हिउँ परेको थियो, त्यति बेला अब भिडियो बनाउनु पाइनँ। अब पर्ने बित्तिकै हामी भिडियो बनाउनेछौँ है त ल। हाम्रो म अहिले पढिरहेको स्कुलको बारेमा अब धेरैले सोधेको थियो है, कस्तो हुन्छ के हुन्छ भनेर। अब स्कुल राम्रो छ होइन, क्योतो नियर किनकाकुजी टेम्पलनिर हो हाम्रो। राम्रो छ। अब फी नेपालको कन्सल्टेन्सीले भनिदिन्छ होला तपाईँहरूलाई फीहरू। अब त्यही ठिकै छ। 7 लाख जति पर्छ अराउन्डमा वर्षको। अनि रुल एन्ड रेगुलेसनहरू चाहिँ अलिक कडा छ होइन, तर ठिकै छ, त्यस्तो नराम्रो छैन। त्यतिको रुल एन्ड रेगुलेसनहरू हुनु पनि पर्छ। अनि अब मैले चाहिँ त्यो बानेश्वरको अक्सन भन्ने कन्सल्टेन्सीमा पढाएँ हो है। अक्सन एकदम दामी, वान अफ द बेस्ट कन्सल्टेन्सी इन काठमाडौँ है। किनभने मैले त्यहाँ पढ्दाखेरि चाहिँ हाम्रो भिजा लागेको 75,000 अनि डकुमेन्टेसन चार्ज चाहिँ 25,000 जति ल्याएको थियो होइन। त्यो भने ठिकै हो, 1 लाख नि त्यति बेला। अब 1 वर्ष अगाडिको कुरा हो होइन। अहिले चाहिँ अलिकति बढी पनि हुनसक्छ। सो क्योतोमा हिउँसु पनि पर्न थालिसक्यो अब टक्क। अब रमाइलो छ उसरी।
गाह्रो त अब गाह्रै छ होइन। सुरुको दिनहरूमा त अझै गाह्रो हुन्छ। अब बिस्तारै जति दिनहरू जाँदै गयो त्यति सजिलो नै हुँदै जान्छ। अब यो फिक्सै हुँदैन कि केही पनि, खर्च धेरै छ होइन। जे जस्तो भयो नि मेहनत गर्ने मान्छेहरूलाई हामीहरू मेहनत गर्छौँ, काम गर्छौँ, किताब पढ्छौँ होइन भनेर मान्छेलाई चाहिँ जिन्दगीमा ठुलो एउटा अनुभव, ठुलो पाठ चाहिँ जापानले सिकाउँछ। अनि आउनेहरूलाई वेलकम छ एकदम धेरै। अब भाषासासा राम्रो खालको बनाएर आऊ भन्छु म होइन। काम पाइन्छ, कामको बारेमा पनि सोधिराख्नु भएको थियो। नजिकै नपाए नि काम पाइन्छ, भाषा राम्रो भयो भने त। यहाँ फ्यामिली मार्ट, लसुन, म्याकडोनल्ड्सहरूमा चाहिँ काम पाइन्छ। यदि भाषा अलिक कमजोर भए पनि काम नपाइने भन्ने हुँदैन, काम चाहिँ पाइन्छ, काम पाइन्छ। अलिअलि थोरै आधा घन्टा जति ट्रेनमा हिँडेपछि काम पाइन्छ, काम नपाइने होइन। अहिलेको अब आवरली रेज भनेको कति छ भने अब यो ठ्याक्कै भने जस्तो हुँदैन, तर राम्रै छ। जे होस् घन्टाको 1200 देखि 1500सम्म, दिउँसोको 1200, रातिको 1500 जतिको चाहिँ राउन्ड फिगरमा दिन्छ। त्यही हो अब कामसामको। अब आजभोलि चिसो भएर चाहिँ अलिक गाह्रो छ। भ्लग्सुलग यसो दिनु पऱ्यो टाइममा, अब मान्छेहरूलाई बुझ्ने जानकारी हुन्छ होइन। ठिक छ, क्योतो इन्टरनेसनल एकाडेमी, क्योतो जापान। 3 GB चाहिन्छ भने होला अप्सनमा बिबी साइन्सले होइन। 3 GB ल्याएर आउनेलाई मात्र वेलकम छ, बाँकीहरू कहाँमा उता आसोका अनि के अरे कहाँ पठाइदिन्छु भन्नुहुन्थ्यो। मैले पनि एउटा इन्टरभ्यू दिएको, त्यसमा फेल भएपछि अनि ल बाबु तिमीले त्यहाँ इन्टरनेसनलकै लागि बन्या हो, ल त्यही जाऊ भनेर अनि त्यही नाम राखिदिनु भएको। ठिक छ, जस्तो भयो नि म दुःखी छैन यहाँ आएर। त्यहाँ गएर खुसी हुने भन्दिनँ होइन, यहाँ आएर दुःखी भयो भन्दिनँ होइन। जहाँ भयो नि खुसी हुने हो क्या। वेयर यु आर बी ह्याप्पी ब्रो होइन। अब दुःख त जहाँ गयो नि दुःख त टक्क। अब स्टिलहरू पनि यस्तो दामी हुन्छ। म त्यत्तिकै यता हिँडेको छु उता हिँडेको छु पागल जस्तो भएर। गाह्रो छ मलाई पनि जिन्दगीमा। त्यस्तै छ होइन। गएको राम्रो छ एकदम। डे सिफ्ट र मर्निङ सिफ्ट हुन्छ। मर्निङको क्लास चाहिँ बिहान 9 बजीदेखि दिउँसोको 12 बजे 12:30 बजीसम्म हुन्छ। अनि डे सिफ्ट चाहिँ दिउँसोको 1:45देखि साँझको 5 बजीसम्म हुन्छ डे सिफ्ट चाहिँ। डे सिफ्ट गर्दाले नाइट काम गर्नु पऱ्यो। काम इभिनिङ पाइन्छ, मर्निङ पाइन्छ, नाइट पाइन्छ, 3टा खालको काम पाइन्छ। एउटैजनाले 3टा काम गर्नै सक्दैन, त्यस लागि इम्पोसिबल जस्तो कि होइन। बिहान गएको भएकोले इभिनिङ काम गर्नु पऱ्यो कि त नाइट गर्नु पऱ्यो। नाइट गरेर आएपछि बिहान सुत्न गाह्रो हुन्छ। अब डे गएको हुनेले नाइट काम गर्नु पऱ्यो, उसले बिहान सुत्न पाउँछ तर इभिनिङ चाहिँ पाउँदैन। त्यो पनि ठिक छ, जे जस्तो भए पनि गर्दै गर्नुहोस्। म अब भिडियोहरू बनाउँदै अपडेट दिनेछु टक्क। अब हिउँ परेको बेला नि टक्क एउटा भिडियो दिने भने अब राम्रोसँग चाहिँ परेको छैन। हिजो राति चाहिँ दामी नै परेको थियो। अब यहाँ समय त्यस्तै हुन्छ, आफूले चाहेर बनाउन मिल्ने खालको हुँदैन। कहिले काम, कहिले गएको, कहिले पढ्नु, कहिले लेख्नु, कहिले कहीँ जानुपर्ने, कहिले के गर्नुपर्ने है। इसोगासी भन्छ क्या जापानमा, बिजी टाइमले चाहिँ इसोगासी मात्र हुन्छ। अब अलिअलि हिउँ परेको चाहिँ देखिरहेको हुनसक्छ होइन। त्यस्तै छ, जाडो ल्याए मुटु हल्लिसक्यो मेरो। अब अर्को वर्षको फी पनि हाल्ने बेला भइसक्यो। गएकोले अब भन्न थालिसक्यो फियाल कतिले हालिसक्यो। यहाँ पैसा नभएर म त अड्केछु होइन। ठिक छ, तर जे जस्तो भए पनि मेहनत गर्न चाहिँ छोड्नुहुन्न है गाइज। मेहनत गर्नुहोस्। अनि अरू के कुराको बारेमा तपाईँहरूलाई बुझ्न जानकारी छ, अब यहाँ आउन चाहनेहरूले पनि, त्यहीँ बसेर हेर्नेहरूले पनि होइन। नेपालमा अब राजनीतिको माहौल छ, अरू केही गर्न नसके पनि आफ्नो घरको आमा बुवालाई अलि राम्रो मान्छे, पढे लेखेको मान्छे, गाउँ विकास गर्न सक्ने मान्छेलाई चाहिँ भोट हाल्नु भनेर अनुरोध गरिदिनु म तपाईँहरूलाई पनि अनुरोध गर्न चाहन्छु। एउटा जिम्मेवार नागरिकको परिचय दिनुपर्छ हामीले होइन। हामीले केही गर्न सकेनौँ, जहाँसम्म विदेशी आउनु पऱ्यो। आए तापनि आफ्नो परिवारलाई चाहिँ यति भन्यो भने तपाईँको सानो पहलले ठुलो प्रब्लम सोल्भ हुनसक्छ। त्यही भएर राम्रो काम गरौँ, राम्रो बनाउँ होइन।
जिन्दगीमा मरिलानु के छ होइन त, त्यही हो। सो ठिक छ, अब यस्तै छ। हजुरहरूलाई के को बारेमा बुझ्न जानकारी छ कमेन्ट गर्नु होला। अनि अरू सबैलाई माया छ। अब आउनेहरूलाई अप्रिलहरूलाई मिठो तयारी गर्नुहोस्, राम्रो तयारी गर्नुहोस् होइन भन्न चाहन्छु। ल सबैलाई धेरै धेरै माया होइन। अब नेक्स्ट ब्लग फेरि चाँडै आउनेछ। किप वाचिङ गाइज, थ्याङ्क यू सो मच।